नमस्कार 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 मेरो दोस्रो भिडियोमा सबैलाई स्वागत छ। नमस्कार अनि स्वागत छ। अब आजको भिडियो के छ भने सबैले हेर्नुहोला नि, फेरि युट्युब च्यानलमा टिकटकमा गएर हेरेर टिकटकमा गएपछि युट्युब च्यानलमा जानु होला। दुई भाइ छोरा कि आमा भनेर भनिराख्नु नपरोस् नि। फेरि अब यो दोकान सर्लक्क बन्द गरेर सट्ट भित्र लगाएर राख्छु। दिनभरिको थकाइ छ, वाक्कै भइछु। अब यो थकाइ गएर फेरि कहीँ कम्पनी गएर पकाएर खान नि पर्यो। ल फेरि नमस्ते। यो सामान हेर्नु कति दुःख गरिछु मैले यहाँ। ओहो, माल बोकेर खाने इच्छा छ भने भन्नु। अर्घाखाँची जिल्ला शीतगङ्गा 4, बेच्ने फलाउने चाहिँ शीतगङ्गा 11। खाने भए आउनु होला। दही र दुध केरा यस्तो मिठो हुन्छ। अब यो सर्लक्क बन्द स्वाइँ भित्र लात्तियो पार्लाएर फाल्छु र स्वाट घर जान्छु र टुई तला घर भात पकाउन जान्छु। आजको दुःख पनि मेट्यो। बा क्यारे बोल्दै गानु गयो आज गरौँ त्यही काम, भोलि गरौँ। दुःख मिहिनेत गर्ने कस्तो मबाट सिक्नु होला। मबाट कति मिहिनेत गर्न पर्छ भने मबाट सिक्दै गर्नु होला। त्यो युट्युब च्यानल हेरेर सिक्नु लागि बसेर खाने जातले मेरो मिहिनेतलाई। अब दोकान बन्द र नि भ्याइयो। उस अब पैसा त दिनभरिको व्यापार त गर्नै पर्यो। नहेर पैसा चोर लाग्छ। हुन त तल लिएर आएको अझै धेरै हुन्छ। मलाई धौ भयो, म बल्ल गरेर बस्छु है। ल मिहिनेत हेर्छु। दोकान बन्द गरेर आइयो, दिनभरिको थकाइ मेट्यो। अब हेर्नुहोस्, अब गाइज यस्तो राम्रो भेन्डीको तरकारी। भेन्डी पकाउनु कस्तो थाहा? पानीमा पहिला धुने, त्यहाँ यस्तो चिरेर पकाउनु पर्छ क्या भेन्डी। त्यहाँ मस्त खाएपछि दिनभरिको थकाइ मेटिन्छ। मैले भेन्डीको तरकारी पकाउनु थालेछु। हेर्नुहोस्, यो त युट्युबलाई हुन्छ। हजुर, मलाई कोही लागि साखा राम्रो देखियो। देखिएन? राम्रै देखियो। हेर्नुहोस् है, सबैले दिनभरि दुःख गरेर दोकान गरेर मुरीमेटी गरेर कमाएर अहिले आएर मसला पिसेर टक्क मासु चर्र भुटेर खाएर आनन्द तरिकाले सुत्ने हो। सबभन्दा सुखी भनेको यही हो। दिनभरि दुःख गरौँ, घर परिवार चाहिँ आनन्दले खाऊ सुत्यो। मेरो जिन्दगी, मेरो लाइफ आनन्दको छ। दोकान पनि छ व्यवसायको रूपमा। घर खाना काँक्रा बारी पनि फलाइरहनु। अनि साना गएर काँक्रा सिपेर ल्याएर घर फलाएर खाएको। यति मिहिनेत हुन्छ हाम्रो। पोल पनि भाइसकेन होला। दिनभर दुःख गरेर बेलुकी खाउँ। शरीरले आराम नपाएर यस्तो मेसिन पोल्छ, के रोग होला भन्दैन होला। दिदी बहिनी दाजुभाइ सबैले मेरो ढाड पोल्छ, भित्र पोल्छ। सिस्नाले पोलेको के होला भनिदिन्छ। डक्टरसँग केही छैन भन्छ। सबैले कहिले आयुर्वेदिक भनिदिनुहोस्, कहिले के भनिदिनुहोस् त। जडीबुटी मैले पकाउनु लाग्छु। अब ग्यास बाल्ने, कराई बसाल्ने, ल्याएर तोरीको तेल। मैले अरू तेल खाँदा नि, अरू तेलले बिरामी पार्छ। तोरीको तेल कति गाह्रो है। तोरीको तेल राख्ने, जडीबुटी, तोरीको तेल। ल तोरीको तेल राखेँ। अब अहिले आफ्नै बारीको खानु दोनी खानु चाहिँ। अब काँक्रै खान्छ मम्मीले। म काँक्रा टिप्न हिँडेँ छोरा, आफ्नै बारीको हेर्छु। आफ्नै बारीको होइन, आफ्नो बारी नि देखाइदिउँ। सानोतिनो बारी चिटिक्कको। यति बेला काँक्रा यस्ता पहेँला भने के हुने हो चाहिँ। अझ भनेको काँक्रा यस्तो